हेलो नमस्ते साथीहरु, वेलकम बैक टू माई यूट्यूब ब्लग। आज चाहिँ मैले नर्सरीमा गोदावरी फुल लगाएका विभिन्न फुलहरू एकदमै झक्कीझकाउ तरिकाले लटरम्मै सेतमै भएको छ। विभिन्न कलरको फुलहरू छ यसमा चाहिँ रातो, सेतो, पहेँलो, पिङ्क कलर, त्यसपछि अब पर्पल कलर, विभिन्न 6वटा देखि 8वटा कलरहरू भेराइटीमा एकदम राम्रो तरिकाले गोदावरी फुलेको छ। हेर्नु त तपाईले हेर्न सक्नुहुन्छ, यता चाहिँ त्यस्तै फुलेको छ है। यसको चाहिँ अब एउटै गमलामा पनि 5वटा कलरको फुलेको छ भने एउटै गमलामा एउटा पनि छ, 5वटा सम्म फुलेको छ। एउटा यस्तो राम्रो फुलेको छ, हेर्नुस् यस्तो राम्रो फुलेको छ। लगायतका हाम्रो यो जाडो मौसममा हुने फुलहरू, इन्फेक्सन फुलहरू नि लटरम्मै फुलेका छन्। तपाईहरुलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। गोदावरीको हाम्रो एकदमै टन्नै स्टक रहेको छ, एकदमै राम्रो स्टक रहेको छ। भने अब सिजनल फुलहरू पिटोनिया, भर्बिना, सिनेरिया, इन्डोर प्लान्टहरू विभिन्न प्रकारका 10 देखि 15 प्रकारका इन्डोर प्लान्टहरू। त्यसपछि यहाँ चाहिँ हाम्रो चाहिँ जाडोको लागि फुलहरूको नर्सरी गरेका छौँ। यहाँ चाहिँ विभिन्न 17-18वटा आइटमहरू उम्रिसकेको छ यहाँ पनि हामीले। त्यसपछि यहाँ अब क्यालिन्चोहरू रेडी हुँदैछ, क्यालिन्चो, त्यसपछि स्ट्रबेरी, अनि यहाँ फेरि जलबेरा, सिनेरिया यताउति। त्यसपछि यहाँ सिजनल फुलहरू एकदम राम्रो राम्रो 12 मासे फुलहरू। त्यसपछि जिरेनियम, पिटोनिया, टिकोमा, मुसुन्डा, त्यसपछि इन्फेक्सन लगायतका धेरै फुलहरू चाहिँ यहाँ अब फुलिरहेका छौँ। तपाईहरुलाई चाहिन्छ भने यो पनि आउनु होला। एजेलिया, अब लाउने एजेलिया फुल हो, त्यो पनि छ। बगनबेली, हिबिस्कसदेखि लिएर गएर सम्पूर्ण फुलहरू रहेको छ। त्यसपछि यतापट्टि चाहिँ हाम्रो एउटै गमलामा 5वटा फुल फुलिरहेको छ है। कस्तो राम्रो छ, यहाँ छ, यतापट्टि त्यस्तै छ। त्यसपछि यतापट्टि सेतो, यस्तो राम्रो छ सेतो, ओ हो 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 हो, पुरै नगर्नु, सेतो फुलहरू कस्तो राम्रो छ। बगनबेली त्यस्तै झकमक्क भएर फुलेको छ। त्यसपछि यतापट्टि क्रिसमस क्याक्टस, हेर्नु त कस्तो राम्रो, कमलको फुल भन्दा पनि राम्रो क्रिसमस क्याक्टस पनि छ, रातोमा छ। यसको जिरेनियम फेरि लटरम्मै फुलिसकेको छ। त्यसपछि यहाँ अब क्यालिन्चो, यो स्पाइडर प्लान्ट, यो सम्पूर्ण यो चाहिँ इन्डोर प्लान्टहरू हुन्। यसमा चाहिँ हाम्रो 15-20 थरीकै इन्डोर प्लान्टहरू छन् है। त्यसपछि यहाँ यस्तो राम्रो भएर यो एन्थेनियम भइरहेको छ। पिस लिलीदेखि गएर एग्रोनियम, जेट प्लान्ट, स्पाइडर प्लान्ट, ह्याङ्गिङको लागि सानो पटमा छ, मनी ट्री लगायतका सम्पूर्ण फुलहरू, क्रोटन, पाम, त्यसपछि चाइना डल, लबर प्लान्ट, झन् यो स्पाइडर त कस्तो स्नेक प्लान्ट त 3 थरी छ। एउटा लामोमा, अल्कोमा, एउटा यस्तो फुलको थुङ्गा जस्तोमा, बुन्साई, टेबल कामिनी यताउति है, टनक्कै छ। पाम छ फेरि हामीसँग 3 साइजको, यसमा पनि साइज अनुसार फरक फरक छ। त्यसपछि यहाँ एजेलिया पनि यस्तो राम्रो भएर फुलिसकेको छ। हेर्नु त एजेलिया, तपाईहरुले एजेलिया चाहिन्छ भने आउनु होला। त्यसपछि पिटोनियाको त कुरै नगरौँ है, फुलहरूको राजा पनि भन्छ, यो विन्टर सिजनको फुलहरूको राजा हो यो पनि हामीसँग उपलब्ध छ। टनक्क लाएर चाहियो भने सम्पर्क गर्नु होला। एजेलिया फुलहरू आइसक्यो ल। अब त्यसपछि हामीसँग फेरि काउली बन्दाको बिरुवा पनि रेडी हुँदैछ। त्यसपछि हाम्रो चाहिँ ल यो यत्रो गमलामा यत्रो फलेको छ है। एक बित्ताको बोट छ, बोट एक बित्ताको छ, फल भने हेर्नु त यस्तो राम्रो लागिसकेको छ। यो 12 मासे ताई पिङ्क भित्र पिङ्क कलरको 12 मासे बेलाउती हो। यो पनि चाहिन्छ भने हामीसँग सम्पर्क गर्नु होला। त्यसपछि ल हेर्नु त ग्रो ब्यागमा काउली फलिसकेको छ है। यसको बिरुवा पनि हामीसँग छ। अमला, स्टार फ्रुट, त्यसपछि धुपी, 12 मासे अम्बा, 12 मासे आँप। त्यसपछि हाम्रो यहाँ अर्को फुलहरूको पनि यहाँ नर्सरी भइरहेको छ। फुलहरूको नर्सरी हो चाहिँ, फुलहरूको नर्सरी हो भने त्यसपछि यतापट्टि हाम्रो फेरि 15 देखि 20वटा फलफुलका बिरुवाहरू छन्, एकदमै राम्रो राम्रो 12 मासेदेखि लिएर गएर सिजनल फुलहरू, ड्रागन फ्रुटदेखि लिएर सम्पूर्ण प्लान्टहरूको यो फलफुलको बिरुवाहरू पनि हामीसँग उपलब्ध छ। चाहिन्छ भने पालुङटार नर्सरी भिजिट गरेर लैजान सक्नुहुनेछ ल। हाम्रो चाहिँ आज नर्सरी भिजिट गरेको हो। लगायत हाम्रो तरकारीको चाहिँ अर्को टनेलमा छ है। तरकारीकोमा काउली, बन्दा, ब्रोकाउली, प्याजदेखि लिएर गएर खुर्सानी, टमाटरको बिरुवाहरू पनि छ। र एउटै गमलामा यस्तो राम्रो राम्रो भएर फुल्ने खाले पिटोनियादेखि लिएर गएर है, यस्तो आकर्षण एजेलिया छ। हेर्नु त आम्मामा ल, चाहिन्छ भने सम्पर्क गर्नु होला है। ल है, ल है, ल। ओहो, फेरि यो त कस्तो खाले पिङ्क कलरको एजेलिया है यो। ल चाहिन्छ भने सम्पर्क गर्नु होला।
यहाँ त यस्तो बवाल मनै लब्बाउने खाले फेरि हेर्नु यो कस्तो दामी हो कि ल हेर्नु त ल ओहो माई गड यो त बवाल छ त यसको त एकदम नहेरे नि हेरम जस्तो फुल छ कि फेरि यहाँ ओहो यहाँ हेर्नु यहाँ 10 थरीको 10वटा कलरको गोदावरी छ यस्तो राम्रो तरिकाले फुल्ने चाहिन्छ भने तपाईलाई सानो पोली ब्यागमा पनि छ है ल ल ल हेर्नु त यो प्लास्टिकको हो कि के हो यो के हो यो ल यस्तो बवाल साइजको छ है ल हेर्नु त आम्मामा ल चाहिन्छ भने पालुङ टाउन नर्सरी भिजिट गरेर लैजान सक्नुहुन्छ र च्यानललाई सब्स्क्राइब गरिदिनु भिडियोलाई लाइक गरिदिनु अर्को भिडियोमा भेटौँला धन्यवाद।